पूर्वाञ्चल टिभी हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकलाई स्वागत छ। आज हामी 2082 सन् 2025मा हाम्रो देश नेपाल र नेपालदेखि बाहिर विजया दशमीको टीकाको साइट चाहिँ कति बजे रहेको छ, कुन मितिमा रहेको छ, म यहाँहरूलाई जानकारी गराउनको लागि यो भिडियो तयार पारिरहेको छु। यदि तपाईँ नेपालभित्र हुनुहुन्छ र नेपालदेखि बाहिर देशमा बसिरहनु भएको छ भने तपाईलाई टीकाको साइटको उपयुक्त समय कति रहेको छ यो जानकारी लिन चाहनुहुन्छ भने तपाईको लागि यो भिडियो उपयुक्त हुन सक्छ। र म फटाफट जानकारी गराउँदैछु। 2082 सन् 2025मा पर्न गएको विजया दशमीको यहाँहरूलाई शुभकामना दिँदै म सुरु गर्न चाहन्छु। नेपालको साइट रहेको छ। नेपालको साइट भनेको असोज 16 गते मितिमा चाहिँ 11:53 को समयमा चाहिँ टीकाको उत्तम साइट मानिएको छ। त्यसै गरेर दिल्ली भारतमा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:49 टीकाको उपयुक्त साइट मानिएको छ भने न्युयोर्क अमेरिकामा अक्टोबर 1 तारिकका दिन 11:25 शुभ साइट मानिएको छ भने केटुकी अमेरिकामा अक्टोबर 1 तारिकका दिन 11:57 उपयुक्त मानिएको छ टीकाको शुभ साइट। त्यसै गरेर टेक्सास अमेरिकामा अक्टोबर 1 तारिकका दिन 11:33 टीकाको शुभ साइट मानिएको छ भने वासिङ्टन डीसीमा चाहिँ अमेरिकामा चाहिँ अक्टोबर 2025मा 11:35 टीकाको शुभ साइट मानिएको छ भने क्यालिफोर्निया अमेरिकामै 11:11 अक्टोबर 1 तारिकका दिन चाहिँ शुभ साइट मानिएको छ भने कोलोराडो अमेरिकामा चाहिँ अक्टोबर 1 तारिककै दिन 11:29 टीकाको शुभ साइट मानिएको छ भने क्यानाडाको टोरन्टोमा चाहिँ अक्टोबर 1 तारिकका दिन 11:55 टीकाको शुभ साइट मानिएको छ भने भ्यान्कुभर क्यानाडामा चाहिँ अक्टोबर 1 तारिककै दिन परेको छ 11:33 शुभ साइट मानिएको छ भने जापानको टोकियोमा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:31 शुभ साइट मानिएको छ भने अस्ट्रेलियाको सिडनीमा चाहिँ अक्टोबर 2 तारिकका दिन परेको छ 11:43 शुभ साइट मानिएको छ भने अस्ट्रेलियाको मेलबर्नमा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:19 टीकाको शुभ साइट मानिएको छ भने ब्रिस्बेन अस्ट्रेलियामा चाहिँ 11:53 अक्टोबर 2 तारिकका दिन चाहिँ शुभ साइट मानिएको छ। त्यसै गरेर एडिलेड अस्ट्रेलियामा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:35 जाँदा चाहिँ शुभ साइट मानिएको छ। त्यसै गरेर क्यानबेरा अस्ट्रेलियामा चाहिँ अक्टोबर 2 तारिकका दिन परेको छ भने 11:51 शुभ साइट मानिएको छ भने तास्मानिया अस्ट्रेलियामा चाहिँ अक्टोबर 2 तारिकका दिन 2025 मैले यो शुभ साइट भनिरहेको छु। अस्ट्रेलियाको त्यो तास्मानियामा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:45 शुभ साइट मानिएको छ भने पर्थ अस्ट्रेलियामा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:25 शुभ साइट मानिएको छ भने त्यसै गरेर अस्ट्रेलियाकै डार्विनमा चाहिँ अक्टोबर 2 तारिकका दिन 2025 को शुभ साइट भनिरहेको छु 11:47 शुभ साइट मानिएको छ भने बेलिस्टन न्युजिल्यान्डमा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:23 शुभ साइट मानिएको छ भने त्यसै गरेर पोर्चुगलमा अक्टोबर 2 तारिकका दिन 9:23 शुभ साइट मानिएको छ भने लन्डन बेलायतमा चाहिँ अक्टोबर 2 तारिककै दिन 9:17 शुभ साइट मानिएको छ भने पेरिसको फ्रान्समा चाहिँ अक्टोबर 2 तारिकका दिन 9:57 शुभ साइट मानिएको छ भने ओस्लो नर्वेमा चाहिँ अक्टोबर 2 तारिकका दिन 10:03 जाँदा चाहिँ शुभ साइट मानिएको छ भने कोलालम्पुर मलेसियामा चाहिँ 11:11 अक्टोबर 2 तारिकका दिन 11:11 जाँदा शुभ साइट मानिएको छ भने अबुधाबी युएईमा चाहिँ अक्टोबर 2 तारिकका दिन 10:55 जाँदाखेरि चाहिँ शुभ साइट मानिएको छ भने कतार दोहामा चाहिँ अक्टोबर 2 तारिकका दिन 10:13 जाँदाखेरि शुभ साइट मानिएको छ। अक्टोबर 2 तारिककै दिन परेको छ। ब्याङ्कक थाइल्यान्डमा चाहिँ अक्टोबर 2 तारिकका दिन 10:45 शुभ साइट मानिएको छ भने सियोल दक्षिण कोरियामा चाहिँ
अक्टोबर 2 तारिकका दिन 10:57 मानिएको छ। तेल अभिव इजरायलमा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:35 मानिएको छ। सिङ्गापुरमा चाहिँ अक्टोबर 2 तारिककै दिन छ 11:09 शुभ साइत मानिएको छ भने हङकङमा चाहिँ अक्टोबर 2 तारिकका दिन 11:45 जाँदा शुभ साइत मानिएको छ भने साउदी अरेबियामा चाहिँ अक्टोबर 2 तारिकका दिन रहेको छ 10:55 जाँदा रहेको छ साउदी अरेबियामा चाहिँ। त्यसै गरेर याङ्गुन म्यानमारमा चाहिँ अक्टोबर 2 तारिकका दिन परेको छ 10:27 रहेको छ। जेनेभा स्विजरल्यान्डमा चाहिँ अक्टोबर 2 तारिकै दिन रहेको छ 10:25 जाँदा शुभ साइत रहेको छ भने माल्टामा चाहिँ अक्टोबर 2 तारिकका दिन 2025 को शुभ साइत भनिरहेको छु मैले। माल्टामा चाहिँ 2 अक्टोबरमा रहेको छ 10:55 जाँदाखेरि चाहिँ शुभ साइत रहेको छ। मैले 2082 साल सन् 2025 को शुभ साइत विजया दशमीको शुभ साइत भनिरहेको छु। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यो तयार पारेको शुभ साइत रहेको छ र यो शुभ साइतमा चाहिँ यहाँहरू जहाँ हुनुहुन्छ नेपालदेखि नेपाल बाहिर हुनुहुन्छ तपाईलाई चाहिँ कुन साइतमा टीका ग्रहण गर्दाखेरि चाहिँ उपयुक्त हुन्छ भन्ने लागेको थियो र त्यो यही भिडियो हेरिसके पछाडि तपाईले आफ्नो ठाउँमा मैले चाहिँ कुन समयमा टीका लाउँदाखेरि चाहिँ राम्रो उत्तम साइत रहेको छ होला भनेर चाहिँ तपाईलाई जानकारी चाहिँ चाहनु भएको थियो भने यो भिडियो तपाईको लागि उपयुक्त हुन सक्छ। आज हामीले 2082-2025 मा चाहिँ शुभ साइत टीकाको कति बजेर कति मिनट जाँदाखेरि कुन समयमा कुन ठाउँमा चाहिँ टीका ग्रहण गर्दाखेरि चाहिँ कुन साइतमा गर्दाखेरि चाहिँ उपयुक्त हुन्छ भन्ने बारेमा यहाँहरूलाई जानकारी मैले गराएको छु। यदि तपाईँ पनि आफू जस्तै अरूलाई पनि यो जानकारी होस् भनेर चाहनुहुन्छ भने यो भिडियोलाई सेयर पनि गर्न सक्नुहुनेछ, आफ्नो सामाजिक सञ्जाल मार्फत पनि सेयर गर्न सक्नुहुनेछ र तपाईँ कुन ठाउँमा बसेर यो विजया दशमी मनाइरहनु भएको छ, दशैं मनाउने तयारीमा तपाईँ हुनुहुन्छ भने तपाईले आफ्नो ठाउँको बारेमा पनि यहाँले जानकारी गराउन सक्नुहुनेछ। मैले चाहिँ देशको बारेमा र धेरै जसो स्थानको बारेमा पनि यहाँलाई मैले जानकारी दिएँ। एउटै देशमा पनि फरक फरक स्थानहरूमा फरक फरक समय चाहिँ बेग्लै समय उपयुक्त साइतहरूको बारेमा पनि मैले यहाँलाई जानकारी गराएँ। यसो गर्दाखेरि चाहिँ तपाईले आफ्नो बसेको ठाउँमा पनि यो साइटमा चाहिँ उपयुक्त हुन्छ भन्ने कुरा तपाईले थाहा पाइसक्नु भएको छ। भिडियो हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।